के तपाईलाई अझै लाग्छ कि खेलकुदमा राम्रो प्रदर्शन गर्न धेरै कार्बोहाइड्रेट खानु आवश्यक छ? नयाँ अनुसन्धान भन्छ यो पुरानो सोचाइ मात्र हो। सन् 2024 देखि 2025 का ठूला अध्ययनहरू, जसमा 160 भन्दा बढी अनुसन्धानको विश्लेषण गरिएको थियो, तिनले एउटा अचम्मको तथ्य बाहिर ल्याएका छन्। उत्कृष्ट प्रदर्शनका लागि अब तपाईले प्रति घण्टा 90 देखि 120 ग्राम कार्बोहाइड्रेट खाइरहनु पर्दैन। व्यायाम वा खेलको समयमा प्रति घण्टा मात्र 10 देखि 15 ग्राम कार्बोहाइड्रेट लिँदा पनि सहनशक्ति एन्ड्युरेन्स 22% बढेको पाइयो। डुङ्गा दौडको अध्ययनमा त झन् धेरै कार्बोहाइड्रेट खानुको साटो थोरै मात्रा लिँदा प्रदर्शन अझ राम्रो देखियो। धेरै कार्बोहाइड्रेटले त उल्टो प्रदर्शन घटाएको पाइयो। अबको लक्ष्य मांसपेशीमा ग्लुकोज भर्नु मात्र होइन, मुख्य कुरा भनेको दिमागलाई थकित हुनबाट जोगाउन रगतमा चिनीको मात्रा स्थिर राख्नु हो। थोरै मात्राको कार्बोहाइड्रेटले कलेजोको ऊर्जा बचाउँछ र शरीरलाई बोसो कुशलतापूर्वक जलाउन मद्दत गर्छ। 1 ग्राम ग्लुकोजले शरीरमा 3 देखि 4 ग्राम पानी सोसेर राख्छ। यसले गर्दा शरीर भारी हुने, पेट फुल्ने र गति सुस्त हुने समस्या हुन्छ। कतिपय खेलाडीहरूमा त यसले गर्दा रगतमा चिनीको मात्रा अनियन्त्रित भई मधुमेह हुनु अघिको अवस्था जस्तै देखिने गरेको छ। अबको नयाँ नियम, धेरै कार्बोहाइड्रेट होइन, सही मात्रामा कार्बोहाइड्रेट। सही समयमा लिइने थोरै मात्राले पुरानो शैलीको कार्ब लोडिङलाई पछि पार्छ।